खेल डायरी। एकचोटि मेरो सानो अनुभव छ, एनआरटी र यो चाहिँ ललितपुरको टिममा, ललितपुरको टिम त्यति राम्रो थिएन, एनआरटी बडा बेस्ट थियो त्यो बेलामा, एकदम क्लाइम्याक्समा पुग्यो र त्यो हुँदाखेरि एकदम खुर्रो ल्याएर एउटा नरबहादुर भन्ने थियो, त्यो नरे भन्थे, उसले गोल हान्थ्यो। त्यसपछि हामीले प्रयास गऱ्यौँ, त्यसपछि हामीले गोल गर्नलाई प्रयास गर्दाखेरि त्यो गिजी एरियामा मात्रै गरे, कहिले बारमा लाग्ने, कहिले पोस्टमा लाग्ने, त्यसो भएर भएको हुनाले त्यो गोलै गर्न सकेनौँ हामीले, एक गोलले हामी हार्यौँ। त्यसपछि जनताको आक्रोश हामीलाई जो चिया खाने ठाउँमा त्यो चियाले खुवाउनेले पनि चिया खुवाउनु इन्कार गरे, हरुवाहरूलाई जहाँ खुवाउनु भनेर त्यो तिलौरी माइलाले चिया खुवाउनु इन्कार गरे र हाम्रो लुगाहरू जाँदाखेरि त्यहाँ लिन जाँदाखेरि त हरुवाहरूलाई पस्नै दिन्न भनेर घरमा समेत पस्न दिएन। त्यस्तो पनि अनुभव हुन्छ, यो जनताको आक्रोश भन्नु पर्यो। अरू तितामिठा कुराहरूको केही उल्लेख हुन्छ कि? तितामिठा कुरा एकचोटि सबभन्दा 7 सालमा हामी फर्केपछि एउटा अर्गनाइज गरेर नरडेरामा मै अर्गनाइज गरेको थिएँ, त्रिभुवन सरकार पनि, राष्ट्रपिता त्रिभुवन सरकार पनि सारी भएको थियो र मैले एउटा नरसंहिताको स्पिच लेखेँ। स्पिच लेख्दाखेरि त्यसमा धेरै संस्कृत शब्दहरू परे, हुँदाखेरि बडा मुस्किल पऱ्यो। एक त जरन साहब अलि पगपगी हुनुहुन्थ्यो, त्यस कारण उहाँलाई मुस्किल परेपछि मैले आफैले त्यो स्पिच पढ्नु पऱ्यो। पढिसकेपछि अनि त्रिभुवन सरकारबाट हुकुम भयो, ए भएर तिमीले लेखायो। अनि मलाई सिकाइरहेको थियो कि यसरी यो लेख्दाखेरि त्यो मान्छेले के कस्तो बोली बोल्छ त्यस्तो शब्द राख्नुपर्छ, उसलाई उच्चारण गर्नै गाह्रो किसिमको शब्द राखेर त्यसरी लेखिदिनु हुँदैन। त्यस कारणले यो लेख्दाखेरि यो सबै उ गर्नुपर्छ भन्ने त्यस्तो पनि उ गरेको थियो। र त्यति मात्रै होइन, 4 सालमा खेल्दाखेरि पनि त्रिभुवन सरकार नजर अनुसार फुटबल र हुँदाखेरि मलाई अहिलेसम्म याद छ, म बल लग्दै थिएँ, निर शमशेर अहिले हाल फिल्ड मार्सल हुनुहुन्छ, निर शमशेरले पछितिरबाट मलाई फाउल हान्नु भयो। मैले सट्ट नागेँ, थ्याङ्क यू जेनरल भनेर मैले चाहिँ हुँदाखेरि पछिसम्म पनि हाम्रो निर शमशेर फिल्ड मार्सल साहब भन्नुहुन्थ्यो, तँ बदमास त राजाको अगाडि मेरो बेइज्जत गर्ने त भन्नुहुन्थ्यो। यस्तो जोक्सहरू भइरहन्छ। एउटा भनाइ छ कि जेनरल नरशमशेरले नेपालको खेलकुद विकासमा निकै योगदान गरे पनि उहाँ खेलाडीको हैसियतले अरू खेलाडीले सकभर उहाँको बुटबाट बल नलैजाउन् भन्ने आशय चाहनुहुन्थ्यो। होइन, त्यो त स्पोर्टिङ स्पिरिट क्या, नरशमशेर जनरल साहबले जित्नै पर्ने। मलाई एक अनुभव छ, हामीले बोलाएर सिंहदरबारमा खेलाउँदाखेरि हामीले चाहिँ फुटबल लगाएर मैले मेरो चाहिँ विशेष त के भने त्यो कर्नरबाट बल हानेपछि बल डिफ्लेक्ट भएर चट्टै गोल हुन्थ्यो। कहिले पनि गोल नखाने लोकविक्रम गोलकिपर गोल खाएपछि उसले त्यस्तो बल पनि त रोक्न नसक्ने, कमसेकम 3 महिना चाहिँ त्यो नरशमशेरले लात खायो होला लोकविक्रम। त्यसो गरेर त्यस्तो किसिमको हुन्थ्यो स्पिरिट। जब जस्तो कि नरेश एघारसित हामीले खेल्दाखेरि फाउल, उहाँहरूले पनि फाउल हान्नु, हामीले पनि त्यो ट्रिक्सहरू गऱ्यौँ। गर्दाखेरि त्यहाँ भित्र पाएको भए त अब उहाँ नरेश एघारमा खेल्दाखेरि अब अलि एज नरशमशेर साहब त एज अलिक बढी भइसक्यो, हामी चाहिँ यङ थियौँ। त्यस कारणले स्पिडमा त हामी अगाडि भएको हुना भेटाउनु नसके, भेटाएको भए उहाँले बाजी मात गरेर नै हान्नुहुन्थ्यो होला है। तर चाहिँ स्पिड नभएको, तर एउटा मान्नुपर्छ नरशमशेर जनरल साहबको, त्यहाँ ग्राउन्डमा भेटाएको भए ज्यानै लिन पनि तयार हुन्थ्यो। तर निस्किसकेपछि उहाँले पनि यस्तो खेल हामीलाई बडा धन्यवाद दिनुभयो, यस्तो खेल मैले आजसम्म खेलेको छैन। मैले इस्ट बेङ्गालबाट खेलेँ, मोहन स्पोर्टिङबाट खेलेँ, कलकत्तामा गएर त्यहाँ सब खेलेँ, तर यस्तो जोडटोडको खेल चाहिँ मैले खेल्न पाएको थिइनँ, आजै हो मैले खेल्न पाएको। र भन्ने त्यो स्पिरिट उहाँले खेलाडीलाई प्रोत्साहन पनि दिनुहुन्थ्यो। ग्राउन्डमा पाएको भए त उहाँले ज्यान लिनु पनि तयार हुनुहुन्थ्यो, तर गर्दाखेरि त्यो बाहिर आएपछि खेल सिकिसकेपछि एकदम त्यस्तो गरेर त्यस कारणले उहाँ नेपालको फुटबल खेलमा यहाँलाई चाहिँ सर्वोत्तम खेलाडीहरूमध्ये गोलरक्षकको हिसाबले र अरू पोजिसनको हिसाबले 2 खेलाडीको नाम उल्लेख गरिदिनुहुन्छ कि? होइन, त्यस्तो त अहिले हेर्नुहोस्, हिजो आज मैले यहाँको खेल हेर्न जाने इत्यादि गरेको छैन। नभएको हुनाले मलाई
राम्रोसित ज्ञानै परिचय नै छैन, ज्ञानै छ नभएको कुरामा मैले कसलाई सर्वोत्तम भन्ने, कसलाई ऊ भन्ने। 2017 साल अगाडिको कुरा गर्दैछु। होइन 17 साल अगाडि पनि त अब थिए त्यो पुलिस फोर्स मिलिट्रीका अरू खेल्थे, अरू बाहिरकाहरू पनि ऊ गर्थे। अब त्यो बेलाको त अब के भन्ने त्यो यहाँहरूले नेपाल बाहिरका टिमहरूलाई चाहिँ जित्नु भएको थियो कि होइन? त्यो बेलामा त बाहिर गएको पनि छैनौँ हामीहरू। त्यो बेलामा जाने चलन पनि थिएन, बाहिरका टिम आउने पनि चलन थिएन। मैले अघि नै भने के भने नरशमशेर जन साहबले उहाँ बाहिर गएर खेल्ने भएको हुनाले उहाँका टिम जसो कि इस्ट बेङ्गालका एकजना लक्ष्मीनारायण भन्ने आए, कसरी बल छल्ने, कसरी उ गर्ने भन्ने त्यो उहरू सिकाए। पछि त्यस्तो बराबर मान्छेहरू आएर हामीलाई गर्थे। र पछि एकजना मलाई बुझ्छ त्यो भन्ने त्यस बेला भन्थे बच्ची खाँ भन्ने मामुन स्पोर्टिङको नामुद इन्डियाकै नामुद फाउलर, फाउल हान्न जान्ने भन्ने। तर उसको फाउल हान्नेमा रेफ्रीले कुनै ऊ लिन नदेख्ने किसिमसित गरे। त्यस्ता ट्रिक्सहरू पनि हामीलाई आएर सिकाउँथे। खेलाडीहरूको एउटा चाहिँ विशेष अनुरोध छ कि श्री 5 को सरकारले खेलकुद मन्त्रालय, छुट्टै खेलकुद मन्त्रालयको प्रावधान होस् भनेर, यहाँको विचार? खेलकुद मन्त्रालय भनेर एउटा छुट्टै गर्ने त्यो स्थिति अहिले हामी छ र? किन हाम्रो आफू रिसोर्सेस पनि हेर्नुपर्छ, कति हामीसित ऊ छ, कति पैसा छ, एउटा बजेटिङ गरेर त्यसमा खेलकुद माने अरू जस्तो गरेर गर्न सक्ने स्थिति छैन। सरकारले अहिले खेलकुद एउटा मिनिस्ट्री नै बनाएर त्यसमा उ गर्ने सरकारसित साधन छ जस्तो मलाई लाग्दैन। यहाँको राष्ट्रिय खेलकुद परिषदको लागि खेलकुद विकासमा थप गति ल्याउन के सुझाव? खेलकुद विकासमा ल्याउनलाई त अब उ गर्नु पर्यो कि यो खेलाडीहरूलाई निष्पक्ष जो खेलाडीहरू चयन गर्न, खेलाडीहरूलाई सेलेक्ट गर्दाखेरि त्यो निष्पक्ष भएर इत्यादि खेलाडीलाई उ गर्नु पर्यो। र नयाँ अलि होनहार खेलाडीहरूलाई अझ ट्रेनिङ बढी दिनु पर्यो। उनीहरूको अब अहिलेको स्थितिमा के छ भने बडा महँगी छ हुँदाखेरि उनीहरूले आफ्नै घरको खाना खाएर मात्रै खाएर खेल्न सक्ने स्थिति छैन। उनीहरूलाई कसरी उ गर्ने, उनीहरू के उसको डिफिसियन्सी, भिटामिन डिफिसियन्सी अथवा के उ चाहिन्छ, त्यो प्रोटिन इत्यादि त्यो किसिमसित दिएर इत्यादि लगाउनुपर्छ। र त्यसको लागि चाहिने गभर्मेन्टले अब बजेट कति छुट्याइदिएको छ, गभर्मेन्ट बजेट पनि निश्चय पनि गभर्मेन्टले पनि अलिअलि उ गर्नुपर्छ। र अलिअलि यो खेलकुदबाट पनि उठाउनु पनि सक्नु पर्यो अर्गनाइज गरेर। खेलकुद स्तरमा त्यतिको गति आउन नसकेको कारणहरूमध्ये नेपालका स्कुलहरूमा र अरू शिक्षण संस्थाहरूमा खेलकुद प्रतियोगिताहरूको कमी पनि भनिन्छ। भने खेलकुदको त अब के भन्ने, अब ठाउँै छैन काठमाडौँमा त, यो भ्यालीमा त ठाउँै छैन। पहिले अब हामीले फुटबल खेले, अब अहिले जहाँ एयरपोर्ट थियो त्यहाँ पनि फुटबल खेल्थ्यौँ, त्यो चौर थियो। यो ज्ञानेश्वरमा पनि चौर थियो, एउटा खेल्थ्यो, छाउनी थियो है। पाटनमा लगन खेलमा चौर थियो, यो सानो टुँडखेल थिए। अब चाहिँ नि धमाधम यो मिचेर गएर अब त कुनै स्टेडियम बाहेक टुँडखेलमा भएन। अब स्टेडियम बाहेक अब खेलकुद गर्ने ठाउँै कहीँ छैन। पहिले हो हामी स्कुलमा पढ्दाखेरि लाइन चौरमा लगेर हामीले एउटा यो मण्डल सिस्टम भन्ने थियो। हप्ताको एक दिन जुन मण्डल सिस्टम भयो, मण्डल यो आइतबार, सोमबार, बुधबार, बिहिबार, शुक्रबार गएर 5वटा मण्डल थिए। ती मण्डल उगाएर त्यो दिनमा गएर त्यहाँ खेल्नु पर्थ्यो कम्पलसरी। अब त्यस्तो गरेर खेल्नलाई अब ठाउँ नै छैन खेलाउनलाई। ठाउँ नै नभएपछि कहाँबाट ट्रेनिङ पाउँछ, कसरी उ गर्न सक्छ? नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी।